सो गाइज वेलकम टु माई मिनी भ्लग टु घोडाघोडी ताल। सो म चाहिँ बिहान बिहान नै रेडी भएर कपाल सपाल मिलाएर टक्क नयाँ सुज लगाएर आफ्नो मात्र 12 करोड पर्ने डिफेन्डरमा चाहिँ म हिँडेँ होइन गाइज। सो यात्रा भनेको चाहिँ हाम्रो टिकापुरबाट सुरु भयो र बिचको यो ब्युटिफुल सिनेरी देख्न सक्नुहुन्छ। फाइनली लम्किनी पुग्यो। त्यसपछि चाहिँ त्यहाँनिर खलासिँदा 2000 वर्ष रोकिसकेपछि बल्ल हामी चाहिँ अब घोडाघोडी तालतिर चाहिँ अघि बढ्यौँ। त्यसपछि मन चञ्चले भनेर यसो मैले आफ्नो कुलदेउतालाई यो भ्यालेन्टाइनमा यो हरिया फाट जस्तो एउटा ग्रिन फ्ल्याग मेरो लाइफमा पनि पठाइदिन आग्रह गर्दै कुलदेउतालाई चाहिँ उसको र मेरो बिचको दूरी कटाइदिन भने हेल्प गरिदिन भन्दै अघि बढ्यौँ। मेरो मन लास्टै चञ्चले भएको देखेर खलासीदाले मलाई बिच बाटोमा उतारिदिए र बाँकी मैले पैदल यात्रा गर्नु पर्यो। बसमा चढेदेखिको चञ्चले मैले इन्ट्रान्स गेट छिरेपछि बल्ल सास लिन पाएँ र अब तपाईँहरू पनि निहाल्नुहोस् कस्तो रहेछ घोडाघोडी ताल भनेर केही क्लिप्सहरू हेर्नुहोस्। सो ताल घुम्न आएपछि ढुङ्गा नचढ्ने कुरै भएन। म पनि अब यसो मन चञ्चले भइरहेकै तलसम्म पनि चञ्चले छँदै थियो र ढुङ्गा देख्ने बित्तिकै त झन् त्यो चञ्चले पनि बढ्दै गएर बट प्रब्लम के हो भन्दाखेरि आई वाज सिङ्गल हुनुको पीडा केटा हो यता पनि रहेछ। बट फाइनली 3जना ग्रुप भेटियो र मैले ढुङ्गा चढेँ अनि ढुङ्गाबाट यो भ्यू खिचेँ। 3जना भेटिए पनि काम गर्ने कालु मकै खाने पालु जस्तै भयो। मैले मात्र प्याडल गरिराख्नु पऱ्यो। 3जना भने घुमाइछन्। आफूलाई यहाँ रिस उठिसक्यो, पसिना नि आइसक्यो। सिङ्गल हुनुको पीडा पनि कत्तिकै गाइस। फोटो खिच्ने मान्छे नहुँदा आफ्नो मुख ओइलीको फुल जस्तो हुनु भइहाल्छ, अझ पनि फोटो खिच्ने मान्छे भेटिनन् भने यार। अनि गाइस अरू बेलामा चाहिँ एउटा टाइपको हरियाली मात्र भेटे पनि अहिले चाहिँ 2 टाइपको हरियाली भेट्न सक्नुहुन्छ होइन। एउटा त हरियाली भइहाल्यो अनि अर्को त अब भ्यालेन्टाइन विक चलिरहेछ एज यु क्यान अलरेडी प्रेडिक्ट है। लगभग 2 किलोमिटरसम्म चाहिँ सिङ्गल स्पाई इन द हरियाली भइसकेपछि चाहिँ अब मैले आफू जस्तै सिङ्गल भ्यू टावर देखेर त्यहाँ जाँदाखेरि चाहिँ द भ्यू वाज सो कुल गाइज। बवाल देखिरहेको थियो ताल। यो हरियालीमा त देखाएर भाइरल नहुने थाहा भएपछि मैले आफ्नो जोवन बेच्ने बिचारेर टिकटकमा एउटा डान्स गरिहालेँ। बाई घोडाघोडी ताल बाई।